गाइस स्वागत छ मेरो भिडियोमा। म जापानको एउटा सहर भन्दा एउटा गाउँ जस्तो एरियामा छु। यो गाउँमा चाहिँ यस्तो झुस्तो ढुवाङ चाहिँ माथिबाट ट्रेन हिँड्छ यसरी हैन। अनि भित्र यस्तो यसमा चाहिँ एउटा सुरुङ मार्ग जस्तो बनाएको छ। सुरुङ मार्ग यस्तो छ। सुरुङ मार्गमा चाहिँ बोल्यो भने यस्तो थर्किन्छ नि यो ठाउँ चाहिँ फेरि पक्का थर्किन्छ क्या यो ठाउँ। अहिले म बोलिरहेको छु नि। ओ भूत भूत करा जस्तो कराउँछ राति हिँड्दाखेरि त्यहाँ हेरौँ न कालो अक्षर लेखेको मान्छे डराउनु न त बिक्कुरिसिरी हो। यस्तो छ तोरीबारी यस्तो छ यतापट्टि हेर्दाखेरि चाहिँ तोरीबारी ऊ ट्रेन आयो यता ट्रेन यसरी ट्रेन आएको छ फेरि यतापट्टि नै हैन। ए मैले भन्दै नि भर्खरै मुनिबाट पुवाल्छ माथिबाट हिँड्छ भनेर गयो ट्रेन यता। यो जापानमा यस्तो तोरी चाहिँ के हुन्छ भन्दाखेरि यो आफै यहीँमा उब्रिन्छ हैन। अनि अब यो मौसम भनेको यो जुन साङ्गाचु भयो साङ्गाचु भनेको एकदम फुल फुल्ने मौसम हो यहाँनिर चाहिँ हैन। जापानमा चाहिँ साङ्गाचु मौसम भनेको चाहिँ साङ्गाचु भनेको 3 महिनाको मौसम भनेको चाहिँ जताततै फुल फुल्ने अलिअलि गर्मी सुरु हुने स्टार्ट हुने समय हो। अब साकुरा पनि फुल्न लाग्यो हैन। यता हेऱ्यो भने तोरी फुल लपक्कै छ। यो तोरी चाहिँ के हुन्छ भने यो फल छ फेरि फल पनि यही झरेर यहीँ उम्रिन्छ क्या खासमा। यो कुनै ठाउँमा चाहिँ स्याक्सुहरूले लिएर जान्छ यो तोरी हैन। लपक्कै अब खासमा मोत्तै नै हो नि यो भनेको त। मोत्तै नै भनेको चाहिँ कस्तो अलिकति उ के नेपाली वर्डमा के भन्छ के भन्छ कुन्तो मोत्तै नै भनेको के हो खै यार कस्तो नआएको हो मलाई त्यही हुन्छ हैन। यता उहाँ आउँदैछन् अरू